नम्बर 1 मा 2029 सालमा स्थापना भएको किरात हाङसाम साम्यम माङहिमको कम्पाउन्ड वाल घेराबार गर्ने काम सम्पन्न भएको छ भने वडा नम्बर 2 स्वामी चोकमा रहेको दुर्गा मन्दिरमाको मर्मत तथा छानामा ट्रस्ट लगाउने काम अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको सहयोगमा अर्नाखाडी हुँदै झापाको कमल गाउँपालिका 3 मा रहेको ट्याक्सी स्ट्यान्ड जोड्ने सडक 2500 मिटर कालोपत्रे गर्ने काम सम्पन्न भएको वडा सचिव निर्मला घिमिरेले बताउनुभयो। त्यसैगरी वडा नम्बर 3 मा निर्माणाधीन अवस्थामा रहेको पालिकाकै गौरवको योजना चुलाचुली स्तरीय सभा हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सङ्घीय सरकारको 3 करोड 50 लाख रुपियाँको लागतमा निर्माण हुँदै गरेको यो सभा हल विशेष गरेर पर्यटन विकासलाई लक्षित गरेर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै वडा नम्बर 3 मै रहेको सिमल तरुल प्रशोधन केन्द्र र कृषि भवन लगायत वडा नम्बर 3 मा भएका गतिविधिका बारेमा जानकारी दिनुहुँदै वडा अध्यक्ष प्रेम श्रेष्ठ, यो चाहिँ सङ्घको पर्यटक मन्त्रालयबाट अघिल्लो सरकार रहँदै ठेक्का लागेको थियो र यो अलिकति मात्रै बनिएको थियो र यो हामी जुन 79मा निर्वाचित भएपछि आएपछि यो भवनहरू चाहिँ अलिकति बनिनु सुरु भएको छ र यसको चाहिँ बजेट सबैभन्दा ठुलो अभाव बजेट र हामीले जुन यो चुलाचुली सरकारले र समन्वय त्यो पर्यटन मन्त्रालयसँग साझेदारीमा थियो र साझेदारी भएको कारणले पनि यो सम्पन्न हुन सकेको छैन। यो भवन मात्रै अहिले सम्पन्न भएको छ। यसको अधिकांश अब यो पार्क भयो, यहाँ चिल्ड्रेन पार्क, अनि एउटा झोर्लङ्गे पुल पनि छ त्यहाँनिर, अनि एउटा टोइलेट, अनि 2टा टोङ्सी पनि छ। त्यो चाहिँ अलिक बजेट अभावको कारणले पनि बन्न सकिरहेको छैन। हामी यो पर्यटक मन्त्रालयमा गएर पनि हामीले यसको कुरा राख्यौँ, तर यो अलिकति यसको चाहिँ ठेका नै अलिकति सकिएको हुनाले पनि यो बजेट आइरहेको छैन। र पनि हामीहरूले यो भवनलाई चाहिँ सम्पन्न गर्नको लागि चाहिँ स्थानीय हाम्रो जुन चुलाचुलीको स्रोतबाट चाहिँ सम्पन्न गर्न लागिरहेको छ। हामीहरूको चुलाचुलीमा विभिन्न कार्यक्रमहरू रहन्छ र त्यस कार्यक्रम रहँदै गर्दाखेरि यहाँ चाहिँ अलिकति ठुलो मात्रामा कार्यक्रम गर्नु पर्दाखेरि चाहिँ यहाँ 1000 जनासम्म चाहिँ अटाउने भनेर चाहिँ यो एउटा भवन निर्माण भएको थियो र त्यसमा अरू सजावटका थोरै पनि सामान राख्ने पनि कुरो आएको थियो पहिलाको अध्यक्षहरूको चाहिँ। त्योभन्दा पनि यसलाई चाहिँ पहिलो प्राथमिकता चाहिँ हामीहरूको चाहिँ यो सभा हलै हो र यसलाई पछि गएर अब अन्य पाटोबाट पनि गर्न सकिन्छ। यो बाहेक हाम्रो अहिले बनिरहेछ, निर्माणाधीनमै छ। हामीहरूको मुख्य एजेन्डा रहेको चुलाचुलीको सिमल तरु उद्योग, यो अलिकति पहिला विवादमा पनि आएको थियो, जस्तै मिडियामा पनि अलिकति चर्चामा आएको थियो र यो सिमल तरु उद्योग अहिले यहाँ बन्दैछ। अहिले अब हामी त्यहाँ पनि जान सक्छौँ र त्यसको छेउमा हामीले यस्तै एउटा पर्यटन क्षेत्र पनि सुरुवात गरेका छौँ, त्यो पनि हामी देख्न सक्छौँ। र त्यो अलावा अर्को हाम्रो एउटा कृषि बजार पनि त्यहाँ नजिकै हामीले सुरुवात गरेका छौँ, त्यो पनि बन्ने क्रममै छ। अब यो अर्को आर्थिक वर्षमा चाहिँ हामी उद्घाटन गर्ने र सम्पन्न गर्नेतिर लाग्ने कोसिसमा छौँ। स्थानीय तह अधिकार सम्पन्न भएसँगै नागरिकका अपेक्षा समेत वात्तै वृद्धि भएका छन्। पालिकासँग भएको सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै ऐन, नियम र कार्यविधिको सीमामा रहेर आम सेवाग्राहीको अपेक्षालाई पूरा गर्न पालिकाको सिङ्गो टिममै लागि परेको गाउँपालिकाको प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख सुभाष चन्द्र लिम्बू बताउनुहुन्छ। चुलाचुली गाउँपालिकामा हाम्रो 6वटा वडा केन्द्रहरू छन्, 6वटा वडाहरू छन्। 6वटा वडामा पनि 6 नम्बर वडामा चाहिँ हाम्रो 3टा सेवा केन्द्रहरू छन्। अन्य वडाहरूमा भने हाम्रो एउटा मात्रै वडा कार्यालयहरूबाट सेवा प्रवाह भइरहेको छ। अनि यसबाट चाहिँ विषयगत शाखाहरूमा कृषि शाखा, पशु शाखा, पूर्वाधार शाखा लगायत अन्य विशेषज्ञ सेवाहरू चाहिँ उपलब्ध भइरहेछन्। हाम्रो यहाँबाट चाहिँ सेवागत रूपमा चाहिँ डेभलप भएर सेवाहरू चाहिँ उपलब्ध गराइरहेको अवस्था छ। यहाँ योजना सम्झौता गर्ने, योजनाको भुक्तानी गर्ने लगायतका सेवाहरू भइरहेछन्। यो पछिल्लो समयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिअनुसार स्थानीय सरकार सञ्चालन ऐन, नेपालको संविधानले व्यवस्था गरेको, परिकल्पना गरेको यो सङ्घीयताको मर्मअनुसार भूसेवा, भूमि प्रशासन सेवा पनि सञ्चालनको लागि हामी अहिले चाहिँ तयारी अवस्थामा छौँ। आजै मात्रै चाहिँ हामीले कर्मचारी व्यवस्थापनको लागि चाहिँ भ्याकेन्सी
खोलाएका छौँ। अब यो चाँडै नै सञ्चालन हुनेछ। यो एउटा सरकार हो, स्थानीय सरकार, जनताको नजिकको सरकारको रूपमा रहेको छ। यहाँ जनताका अपेक्षाहरू अनगिन्ती हुन्छन् र यसलाई पनि हामीले प्रचलित कानुन नियममा बसेर हामीले यसलाई सञ्चालन गर्नुपर्ने हुन्छ। धेरै जसो चाहिँ हामीले बजेटलाई गाउँसभा मार्फत सम्बोधन गर्ने गरेका छौँ। त्योभन्दा अगाडि हामी नागरिक सर्वे गर्ने, वडा स्तरीय भेला गर्ने, टोल भेला गर्ने, तपाईँको विषयगत शाखाहरूको पनि के मागहरू छन् तिनीहरूलाई चाहिँ वर्षभरि कलेक्सन गर्ने र त्यसलाई गाउँसभाबाट चाहिँ हामीले सम्बोधन गर्ने गरेका छौँ। यतिबाट पनि नपुगेको चाहिँ हामीले बिचमा गाउँसभाहरू गरेर विशेष गाउँसभा चाहिँ हामीले हालसम्म सञ्चालन गर्नुपरेको छैन र बिचमा चाहिँ हाम्रो हिउँदे सभाहरू सञ्चालन गरेर हामीले सम्बोधन गर्न नसकेका कुनै योजना त्यस्तो छुट भएका, कुनै कार्यक्रम छुट भएका, कुनै विषयवस्तु सम्बोधन गर्नै पर्ने विषयहरूलाई चाहिँ हामीले गाउँसभा मार्फत र नियम र कानुनको परिधिभित्र रहेर नै हामीले चाहिँ अहिलेसम्म गर्ने गरेका छौँ। अब रहिभए पनि यो स्थानीय सरकार भएकोले असीमित तपाईँको चाहना र असीमित तपाईँको गर्नुपर्ने कामहरूको परिधि भए तापनि हामी यसलाई उपलब्ध स्रोत र साधनको परिधिमा रहेर भरसक हामीले नागरिकलाई सन्तुष्टि हुने गरी नै सेवा प्रवाहको रूपमा चाहिँ हामी लागि परेको अवस्था छौँ। चुलाचुली गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरेको छ। हिजो सामान्य बिरामी हुँदा झापाका बजारमा भर पर्नुपर्ने अवस्था थियो भने आज गाउँपालिकामै विशेषज्ञ टिम सहितको सुविधा सम्पन्न नगर अस्पतालका साथै 6 वडा वडामा 9 वडा स्वास्थ्य केन्द्र मार्फत स्वास्थ्य सेवा सञ्चालनमा छ। आफ्नै आँगनमा सुविधा सम्पन्न अस्पताल र स्वास्थ्य केन्द्रबाट सेवा लिन पाएकोमा गाउँवासीमा उत्साह थपिएको छ भने स्वास्थ्य शाखाबाट नियमित सेवाका साथै क्षयरोग न्यूनीकरण, गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, नसर्ने रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालनमा रहेको स्वास्थ्य शाखा प्रमुख दुष्यन्त दाहाल बताउनुहुन्छ। स्वास्थ्यको क्षेत्रमा हाम्रो विशेष गरी अहिले विभिन्न कार्यक्रमहरू रहेको छ र विशेष गरी चुलाचुली गाउँपालिकाभित्रमा चाहिँ क्षयरोग पहिचान र उपचारको क्षेत्रमा धेरै राम्रो प्रगति हासिल गरेका छौँ। हामीले जिल्लामै हाम्रो सर्वोत्कृष्ट हाराहारी 40 जना बिरामीहरू यो आर्थिक वर्षमा हामीले पत्ता लगाएर जिल्लामै सबैभन्दा धेरै क्षयरोगीहरू पत्ता लगाउन सफल भएको छौँ र निःशुल्क उपचार पनि गरिरहेछौँ। र एकजना हाम्रो HIV को बिरामी पनि हुनुहुन्छ, त्यो पनि हामीले पत्ता लगाएर उहाँलाई क्षयरोग पनि छ, दुईटै हामी उपचार गर्दैछौँ। र हामीले अब गर्भवती महिलाहरूको क्षेत्रमा गर्भवतीको चेक जाँच गर्ने कुराहरूदेखि लिएर PNC चेक जाँचहरू अनि संस्थामा सुत्केरी गराउने कुराहरूदेखि लिएर महिलाहरूमा हुने पाठेघरको क्यान्सर को रोकथामको लागि हामीले शिविरै डाक्टर चाहिँ घोपाबाट डाक्टरलाई बोलाएर, विशेषज्ञ डाक्टरलाई बोलाएर क्रायोथेरापी समेत हामीले उपचार गरेर चाहिँ निःशुल्क रूपमा उहाँहरूको एकजनाको 8-10 हजार खर्च हुन्थ्यो होला। पालिकाकै उसमा चाहिँ हाम्रो सहयोगमा चाहिँ हामीले यो कार्यक्रम भर्खरै सम्पन्न गरेका छौँ। त्यसैगरी प्रदेश हाम्रो आयुर्वेद अस्पतालबाट हामीले चाहिँ बृहत आयुर्वेदिक अस्पताल बृहत आयुर्वेदिक स्वास्थ्य शिविर पनि विशेषज्ञ आयुर्वेदिक शिविर पनि भर्खरै सम्पन्न गरेका छौँ। त्यसैगरी हामीले विशेष गरी यो नसर्ने रोगहरू अहिले सरुवा रोग भन्दा नसर्ने रोगको प्रकोप बढी छ र हामीले सुगर प्रेसर भनौँ न हैन, मधुमेह, उच्च रक्तचापको समस्याहरू भएको ज्येष्ठ नागरिक अथवा अन्यलाई पनि हामीले अहिले 30 वर्ष माथिको सबैलाई हामीले यो चैत्र महिनामा, फागुनमा चाहिँ हाम्रो चुनावले गर्दाखेरि चैत्र महिनामा सरेको थियो। चैत्र महिनामा चाहिँ 1 महिना हामीले अभियान सञ्चालन गरेर हाराहारी 5000 जना चाहिँ हाम्रो नागरिकहरूलाई चाहिँ निःशुल्क सुगर जाँच गर्ने, प्रेसर जाँच गर्ने र पत्ता लागेको बिरामीहरूलाई निःशुल्क औषधि उपचार वितरण गरेर उहाँहरूलाई पनि उपचारको दायरामा हामीले लिएर आएका छौँ। र महामारी रोकथामको लागि पनि हामीले धेरै राम्रो कदमहरू सञ्चालन गरेर अहिले हामीसँग चाहिँ यस्तो महामारी जन्य झाडा पखाला खालको हाम्रो हैजा यस्तो समस्याहरू अहिले पालिकामा शून्य बराबर नै रहेको छ। त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम पनि हामीले लागू गरेका छौँ। हामीले प्रत्येक घर दैलो कार्यक्रममा चाहिँ स्वयंसेविकालाई परिचालन गरेर घर घरमै चाहिँ उहाँहरू मार्फत पनि सुगर र प्रेसर चाहिँ चेक गराउने कार्यक्रम पनि हामीले चलाइरहेछौँ। र मानसिक स्वास्थ्य र लागु पदार्थ दुर्व्यसन नियन्त्रणमा पनि हामीले चाहिँ विद्यालय स्तरीय र टोल-टोलमा चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी आत्महत्यालाई चाहिँ कसरी रोकथाम गर्न सकिन्छ हैन। पहाडी जिल्लामा चाहिँ इलाम चाहिँ एकदम उच्च, तराईमा झापा जिल्ला उच्च रहेको हामी सबैलाई थाहा भएकै कुरा हो। यो मानसिक स्वास्थ्यको कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौँ।
त्यसै गरी विद्यालयमा अब तत्कालै हामीले गर्ने भनेको विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ प्राथमिक तहको विद्यार्थीहरूलाई चाहिँ नाक कान घाँटी तथा तपाईँको दाँत सम्बन्धी समस्या भएकोलाई स्क्रिनिङ गर्ने कार्यक्रम राखेका छौँ। अनि हाम्रो चाहिँ अब गर्भवती महिलालाई पोषिलो आहार वितरण गर्ने कार्यक्रमहरू रहेको छ। त्यसै गरी नियमित कार्यक्रममा हामीले पालिकाले पूर्णखोपयुक्त पालिका पनि घोषणा गरिसकेका छौँ र जिल्ला चाहिँ हाम्रो 15 गते यही जेठ 15 गते चाहिँ पूर्णखोप जिल्ला चाहिँ इलाम जिल्ला 15 गते घोषणा हुन गइरहेको अवस्था छ। लगायतका हाम्रो सशर्तका पनि अन्य कार्यक्रमहरू रहेका छन् हैन। विशेष गरी चाहिँ इलाममा हामीले अब अस्पतालबाट दिने सेवाहरूमा पनि अब दैनिक त हामीले विशेषज्ञ उपलब्ध गराउन सकेका छैनौँ, तर हामीले मासिक रूपमा 4-5 वटा विशेषज्ञ चाहिँ हप्ताको एक दिनको हिसाबले हामीले कहिले स्त्री रोग विशेषज्ञ हामी सूचना प्रकाशन गरेर, कहिले हाड जोड्ने रोग विशेषज्ञ, कहिले बाल रोग विशेषज्ञ, कहिले जेनरल सर्जन, कहिले चाहिँ एमडिजिपी लगायतको विशेषज्ञ सेवाहरू पनि हामीले दिइरहेछौँ। हरेक मङ्गलबार हामीले चाहिँ तेस्रो मङ्गलबार चाहिँ मानसिक स्वास्थ्य सम्बन्धी डाक्टर नवराज कोइराला विशेषज्ञज्यू जुन विराट हस्पिटलबाट आउनुहुन्छ, उहाँहरूको टोली आएर पनि हामीलाई सेवा दिइराख्नु भएको छ। र हरेक तपाईँको चाहिँ मङ्गलबार यो आँखा सम्बन्धी पनि हाम्रो वीरता ज्योति अस्पतालसँगको समन्वयमा निःशुल्क रूपमा आँखाको र हिमाल डेन्टलको सहकार्यमा चाहिँ निःशुल्क हामीले दन्तको पनि हामीले चाहिँ हाम्रो अस्पतालबाट सेवा दिइरहेछौँ। हामीसँग एकजना स्थायी डाक्टर हुनुहुन्छ, चिकित्सक हुनुहुन्छ भने एकजना करारमा हुनुहुन्छ र जनशक्ति 22-25 जनाको टिमले हामीले अस्पताललाई चाहिँ अलिकति मजबुत बनाउने काम गरिरहेछौँ र केही उपकरणहरू थप्ने क्रममा छौँ। हाम्रो चाहिँ यो एक्सरे मेसिन नयाँ थप गर्ने र केन्द्रबाट चाहिँ एउटा नयाँ भिडियो एक्सरे मेसिन पनि थप गर्ने कार्यक्रम हामी अगाडि बढाइरहेछौँ। त्यसैले हामीले यो अनि आरोग्य केन्द्र पनि भनौँ न, आयुर्वेदको सेवा पनि हामीले अहिले पालिकाबाट र तत्कालै हामी चाहिँ नयाँ भवनमा चाहिँ अर्को भवनमा चाहिँ आयुर्वेदलाई पनि सार्दैछौँ। हामीले चाहिँ यो यसो गर्दाखेरि हामीले स्वास्थ्यलाई प्रवर्धन गर्ने, रोकथाम गर्ने, उपचार गर्ने र पुनर्स्थापना गर्ने, यी सबै स्वास्थ्यका सबै क्षेत्रहरूलाई समेटेर चाहिँ हामीले सेवा दिइरहेको अवस्था रहेको छ। अहिले पहिले चाहिँ गाविस रहँदाखेरि एउटा गाविसभरिमा 9वटा वडामा एउटा मात्रै स्वास्थ्य चौकी हुन्थ्यो र अहिले संघीयता पश्चात प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना भएका छन्। र अब हाम्रो के छ भन्दाखेरि हाम्रो 6वटा वडामा 9वटा चाहिँ स्वास्थ्य संस्थाहरू रहेको छ। आयुर्वेद समेत गर्दा 10वटा छ हैन। 6 नम्बर वडामा हाम्रो 3वटा स्वास्थ्य संस्थाहरू रहेको छ। एम्बुलेन्स सेवाहरू हामीले प्रदान गरिरहेछौँ। र विशेष गरी अब यस्तो के छ भन्दाखेरि यो सामाजिक विकासको क्षेत्रहरू स्वास्थ्य शिक्षाको लगानीले चाहिँ अब अलिकति चाहिँ 8-10 वर्षपछि मात्रै प्रतिफल दिने हुँदाखेरि यो जनतामा यो विषयमा जनचेतना, जनप्रतिनिधिसँग यसको समन्वय सहकार्य र सङ्घीय प्रदेश सरकारसँगको कोअर्डिनेसन गरेर चाहिँ अहिले हामीले जुन पुरानै संरचना छ त्यसलाई अलिकति हामीले परिमार्जन गरेर हैन तपाईको चाहिँ एटलिस्ट अब पालिकामा हामीले जुन स्थापना गरेको अस्पताल छ यसलाई अलिकति गुणस्तरीय सेवा प्रदान गर्न हरेक चाहिँ पालिकाको एउटा समस्या नै रहेको छ अहिले। किन स्वास्थ्य बीमा मार्फत चाहिँ तपाईको समयमा भुक्तानी नहुने अनि सबै चाहिँ सङ्घीय सरकारले पनि आर्थिक सहयोग अथवा चाहिँ त्यस्तो खालको प्राविधिक सहयोग उपकरणबाट सहयोग नगर्ने, प्रदेश सरकारबाट नहुने हुँदाखेरि स्थानीय सरकार आफैले चाहिँ त्यो अस्पताल धान्न गाह्रो। चुलाचुली गाउँपालिकाको प्रमुख आर्थिक आधार कृषि हो। कृषिलाई व्यावसायिक र आधुनिक बनाउन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उन्नत बिउ वितरण, कृषि उपकरण सहयोग, तालिम, प्राविधिक सेवा तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिएका छन्। कृषकहरूलाई आत्मनिर्भर र व्यावसायिक बनाउन गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कृषक लक्षित कार्यक्रम सञ्चालन रहेको कृषि शाखा प्रमुख सुभाष दाहाल बताउनुहुन्छ। हामीले चुलाचुली गाउँपालिकामा यो भूगोल र क्षेत्रफल र यहाँनिर भौगोलिक उपयुक्तताको आधारमा हामीले विशेषता कार्यक्रमहरूमा यो हाम्रो माथिल्लो भेग 6 नम्बर सागफारा दशमी क्षेत्रहरूमा अलैँची प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिरहेको छौँ र साथै राजमा खेती पकेट कार्यक्रमहरू र यसै गरी हामीसँग अन्य अब अदुवा खेती, बेसार खेतीका कार्यक्रम र विशेष त हामीले आलु पकेट कार्यक्रम पनि अहिले सकाइसकेको अवस्था पनि छ। र कार्यक्रमको सन्दर्भमा कुरा गर्नुपर्दा बाली विशेष भन्दा नि अहिले हामीले आधुनिक माग र कृषकहरूको रुचि अनुसार कृषिमा अलिकति यान्त्रिकरण तर्फ कृषिलाई उन्मुख बनाउनको लागि हामीले आधुनिक उपकरणहरू, औजारहरू जस्तै 50 स्थान हामीसँग ठेलागाडा, 50 स्थान हामी स्प्रेयर, त्यसो गरेर हामीले मकै छोडाउने मेसिन, मकै रोप्ने मेसिनहरू हामीले वितरण गर्ने यस्ता कार्यक्रमहरू छ। र साथै हामीले अलिक गौरव गर्न सक्ने राम्रो कार्यक्रम भनेको त सिमल तरुलमा हामीले चुलाचुली गाउँपालिकामा सिमल तरुलमा निकै फड्को मारेको अवस्था छ अहिले।
उद्योग पनि हामी यसपालि स्थापना गर्दैछौँ सिमलतरुको कासाबा उत्पादनको लागि इथानोल निकाल्नेसम्मको उद्देश्य हामीले राखेका छौँ। अब हामी त्यसमा अहिले निरन्तर काम गरिरहेको अवस्था छ। अब यी बाहेक हामीले यस्तो किसानहरूलाई सिजनल र अफ सिजनल तरकारी बाली, अन्य खाद्यान्न बाली, सिजनल अनुसारका बालीहरूका लागि त्यसको बाली संरक्षणको हेतु हामीले रोग किरा नियन्त्रण गर्न हामीले नियम विषादीहरू पनि वितरण गरिरहेका छौँ, जुन निःशुल्क वितरण छ। र साथै हामीले अब विषादीको प्रयोगलाई पनि अलि न्यूनीकरण गर्नुपर्छ भन्ने उद्देश्यले नीमजन्य जैव वनस्पति विषादीहरू र फेरोमोन ट्र्याप मोहिनी पासोहरू हामीले नियमित कृषकहरूलाई बाँडिरहेको अवस्था छ। कृषि उत्पादनमा अहिले छ सर एकदम हेर्दै जाँदाखेरि पनि हाम्रो अब उत्पादकत्वमा पनि मकैको कुरा गर्नु, मकैको मैले उदाहरण दिन चाहे। मकै एकदम राम्रो खेती हुन्छ यहाँ। हामी पनि मकै वर्षेनी उन्नत मकैहरू हामीले 6000 केजी भन्दा माथि 50% अनुदानमा कृषकलाई वितरण गरिरहेछौँ। र यसरी हामीले यान्त्रिकरण र उन्नत बिउ चाहिँ वितरण गर्दाखेरि चाहिँ किसानहरूको आय आर्जनमा चाहिँ अहिले विगत भन्दा तपाईँको 20% भन्दा माथि चाहिँ आम्दानी प्लस उत्पादन पनि बढाइएको सकेको अवस्था छ। हामीले जैविक मलमा पनि उत्तिकै लगानी गरेका छौँ। त्यो हुँदा हामीले अलिकति रूपान्तरण कृषकहरूलाई थोरै हामीले गराउन सकेको जस्तो अनुभूति भएको छ। एउटा किसानको माग पुरा गर्नको लागि राज्यले हाम्रो स्थानीय सरकारले दिएको नीति तथा कार्यक्रम र उसले उपलब्ध गराउने बजेट परिधिभित्र रहेर हेर्दाखेरि चाहिँ माग हामीले पुर्याउन सकिएको छैन। त्यो अवस्थामा अहिले ठ्याक्कै यान्त्रिकरणको कुरामा जति पनि आधुनिकीकरण गर्ने विषयमा कृषकहरूको अहिले यो गोरु पालन कम्ती भएर मान्छेहरूले अब गाईबस्तु पालनमा अलिक कम्ती भएको कारणले गर्दा मिनी टिलरहरूको एकदमै बढी माग छ। अब म साना औजारहरू दिन हामीले सकिरहेछौँ, त्यो माग हामीले पुरा गरेको छौँ। अलिक ठुलो औजार र व्यवसाय खेती गर्नको लागि चाहिँ अलिक के भन्ने त्यसलाई अब अलिक धेरै अनुदान भन्ने विषय चाहिँ हामीले दिन सकिरहेका छैनौँ। चुलाचुलिकाका नागरिकको आम्दानीको अर्को महत्त्वपूर्ण स्रोत भनेकै पशुपालन हो। गाउँपालिकाले पशुपालन व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पशु स्वास्थ्य, कृत्रिम गर्भाधान, औषधि वितरण, प्राविधिक सेवा तथा फार्म विकासका कार्यक्रमले किसानलाई उत्साहित बनाएको छ। गाउँपालिकाले पशुपालन क्षेत्रलाई आय आर्जनसँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ। पशु रोग नियन्त्रण, उपचार सेवा, नस्ल सुधार तथा व्यावसायिक फार्म प्रवर्धनमा विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गरिएको पशु सेवा शाखा प्रमुख महेश राई बताउनुहुन्छ। नियमित कामहरू कार्यक्रम भनेको त हाम्रो पशु सेवा प्राविधिकद्वारा गरिने नियमित कामहरू दैनिक रूपमा भइ नै राखेको हुन्छ। जस्तै एआईको कामहरू, उपचारको कामहरू, त्यसपछि पशु सेवा शाखाबाट दैनिक रूपमा वितरण गरिने औषधिहरू, यो नियमित रूपमा हुने कामहरू सधैँ नै भइरहेको हुन्छ। त्यसको अलावा बजेटको सीमितताले गर्दाखेरि कार्यक्रमहरू त्यति हुन सकिरहेको छैन। अहिले हामीले आहारा सम्बन्धी जयगास वितरण कार्यक्रम सम्पन्न गरिसकेका छौँ। त्यस पछाडि अरू कार्यक्रमहरू भनेको यस्तै हो, नियमित कामहरू मात्र छन्। इलाम जिल्लाभरिकै 10 वटा स्थानीय तहहरूमा चाहिँ हामीले खुरेद मुक्त क्षेत्र भनेर अभियान चलाएका छौँ। यो चाहिँ इलाम जिल्लाको स्थानीय तहहरू, सम्पूर्ण स्थानीय तहहरूलाई जोनिङ क्षेत्र भनेर घोषणा भइसकेको छ। त्यस सन्दर्भमा यसको 3 वर्षे आयोजना कार्ययोजना अनुसारले अहिले लगभग हाम्रो यो खोरेद भ्याक्सिनको चौथो डोजसम्म पुगेका छौँ। यानि कि वर्षमा 2 चोटिसम्म हामी हान्छौँ। यो दोस्रो वर्षको दोस्रो भ्याक्सिन चाहिँ अहिले भइरहेको छ। गाउँपालिकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भएका छन्। महिला सशक्तिकरण, बाल अधिकार, ज्येष्ठ नागरिक सम्मान तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ। समावेशी विकास हाम्रो प्राथमिकता भन्ने नारालाई सार्थक बनाउँदै महिलालाई उद्यमशीलता तालिम, सिप विकास, अपाङ्ग मैत्री कार्यक्रम, पालिका स्तरीय बाल सञ्जालका कार्यक्रम निरन्तर रूपमा सञ्चालनमा रहेको बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख रीता पोखरेलले बताउनुभयो। चुलाचुली गाउँपालिकालाई विकास, समृद्धि र सुशासनको नमुना गाउँपालिका बनाउने अभियानलाई केन्द्रमा राखेर जनप्रतिनिधि र कर्मचारीको निरन्तर प्रयासले आज आम नागरिकको साथ र सहयोगबाट समृद्ध गाउँपालिका निर्माणतर्फ अगाडि बढेको छ। सुशासन, पारदर्शिता र जवाबदेहितालाई केन्द्रमा राख्दै गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको छ। पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास र सेवा प्रवाहमा लगायतका क्षेत्रमा चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति गरेको छ।
स्थानीय सरकारको सक्रियता, जनप्रतिनिधिको प्रतिबद्धता र नागरिकको सहभागिताले चुलाचुलीलाई व्यवस्थित, सुन्दर र समृद्ध गाउँपालिकाका रूपमा स्थापित भएसँगै गाउँवासीको जीवनस्तर सुधार, आर्थिक गतिविधि विस्तार तथा समृद्ध गाउँपालिका निर्माणको आधार समेत तयार भएको छ।